टिचिङ लाइसेन्स निम्न माध्यमिक त मिसन 2082 को अनलाइन क्लास सञ्चालन भइरहेको छ। 2080 र 2081 साल जस्तै यो साल पनि हामीले वैशाखदेखि नै पढाइ स्टार्ट गरिदिएको छ। धेरै साथीहरू भर्ना गराएर लाभ लिइराख्नु भएको छ। अनि केही साथीहरूमा मैले के कमी कमजोरी पाएँ भने उहाँहरू के भन्नुहुन्छ कि पहिला फर्म खोलोस् त्यसपछि पढ्छु। अब फर्म खोल्नु र पढाइसँग के सम्बन्ध छ? यदि भोलि नै फर्म खुल्यो भने पास भइहाल्नुहुन्छ, पक्कै पनि हुन सक्नुहुन्न। त्यसको लागि तयारी चाहिन्छ, त्यो पनि गहिरो है। किताब मात्र खोकेर लाइसेन्स पास हुन सक्नुहुन्न। यो कुरामा यदि विश्वास छैन भने तपाईँ 2080 र 81 को रिजल्ट पनि हेरेर बुझ्न सक्नुहुन्छ है। फर्म खोलेर पढ्नुहोस्, 100% पास हुन गाह्रो छ। पढ्ने समय यही हो है। हामी 2080 र 81 मा पनि यही समयमा पढाइ स्टार्ट गरिदिएको थियौँ। यो क्लास हजुरले भर्ना भएको दिनदेखि नै परीक्षासम्म पढ्न पाउनुहुन्छ। करिब हजुरले यति बुझ्नुहोस् 4-5 महिना मजाले पढ्न पाउनुहुन्छ है। अब यो भन्दा धेरै साथीहरूलाई के लाग्न सक्छ भने फी त बढी नै होला, फी चाहिँ कमै हो है। 2080-81 जस्तै यो साल पनि 2000 मात्र कायम गरिएको छ। हामीलाई 8000-10000 चाहिँदैन है। 4-5 महिनाको 2000 भनेको 1 महिनाको 400 जति मात्र हुन्छ है। सो इच्छा भए हजुरले आजै दिएको 8औं नम्बरमा सम्पर्क गरी जोइन गर्न सक्नुहुन्छ। जहाँ जोइन भए पनि बुझी सम्झी मात्र एडमिसन गराउनु होला है। अरू सरले के गर्नुहुन्छ भने एडमिसन हुनुभन्दा पहिला खुब मिठो मिठो कुरा गरेर एडमिसन गराउनुहुन्छ, त्यसपछि तपाईँको एक कुरा पनि सुन्नुहुन्न है। यो कुरा विचार गर्नु होला। हामीले चाहिँ 2080-81 मा करिब 90% भन्दा विद्यार्थीलाई पास गराएको छौँ है। हामीसँग रेकर्ड पनि छ। अरू जस्तो 2000 लाई भर्ना गराउने, पास भनेको 3-4 जनालाई मात्र गराउनु, त्यो गर्दिनौँ है।